सबैलाई एकैचोटि सेन्डिङ भनेको के हो चिल्ल्याउने त्यो सतहलाई मेकुरप के हाल्नु हैन चिल्ल्याउने ठोसेक रङ लाउने कलर गर्ने छेदान पहिला नाप्ने अनि काट्ने नापेर काट्ने छोरिप जडान यो मैले छोरिप र यङजको कहिले पो हाले हो ओके फागुरोल मान्दुल्ते फर्निचर बनाउने बेलामा खाजाङ मञ्ज सबैभन्दा पहिला हानुनिल्लो गर्ने काम ओन मोगुल योङदोए माके ओनमोकलाई योङदो भनेको तपाईको प्रयोग जत्रोको युज गर्ने त्यो अनुसार मिल्दो गरी छङ्वा खान खुगिरो उचित साइजमा छेनुन गसुल माराम्निदा हो नाप्ने के भयो त यसलाई मेकुरप के मान्दैनन् यो फेन्थरोल छिरानुन छोरिप जोड्ने अब म सिधै औई मात्रै उ गराउँछु अनि सिद्धाउँछु आज फटाफट भनेर भाइ कत नम्बर भाइलाई त थाहा भइहाल्छ कि यस्तो छिकाक्चा भने के हो कस्तो हुन्छ छिकाक्चा अब यो छिकाक्चा भन्नेलाई हामीले के बुझ्ने भने सुन है भाइ साहब खागु म्यान हो अथवा मोक्चे म्यान खागु भन्दा खागु नभनौँ त्यो मोक्चे भनौँ काठको मोक्चे यो बनाइसकेपछि बल्ल खागु भन्छ मोक्चे म्यान म्यान खम्सा म्यान भने के हो सो त सुफ्याङदे भनेको अब लेभल नाप्ने सिधा छ कि छैन भनेको सुजिक सोही छिरे भन्ने हुन्छ सोही छिरे चिन त सोही छिरे भने के होला कतिपय सुन्नु भएको छ ठुल्ठुला हुन्छ ठुल्ठुला किलाहरू उक्काउने हुन्छ सानसाना किला उक्काउने चाहिँ यो झाङदोरीको एक साइडमा हुन्छ ठुल्ठुला किला निकाल्ने गल भन्छ के भन्छ हैन त्यसलाई सोही छिरे भन्छ यी औयर जाने पहिला अब औई पढ्नुभन्दा पहिला पैसा किनकि हामी पछाडि एउटा छौँ फाइसु भनेको के हो त फाइसु भनेको दुई ब्लकलाई सारेर वस्तु उम्जिगिजी हानिगी उयो भन्छ हैन वस्तु यताउति नचलोस् भनेर के गर्ने त्यसलाई च्याप्नु पर्यो अब यो के हो त हेर्नु त नामुना खुम्सोगुरो मान्दुलम्यान तपाईको काठबाट अनि धातु फलामबाट बनेको हुन्छ भने प्रायजसो मोक्चे म्यानल काठको म्यान भनेको हो सतहलाई खम्सा हाल्ते चेक गर्ने बेलामा मोक्सुगा सायङ हानुन अब मोक्सु सिकर्मी कार्पेन्टरले प्रयोग गर्ने थोगु इम्निरा फेरि यो सतह नाप्ने भनिसके पछाडि सिधै सुपेङदेतिर जाने होइन अनि यो सुपेङदेले त के नाप्छ यो सतह भनिसकेपछि उसको जमिनको सतहहरू के भित्ताको सतह अनि भित्ताको लेभल जमिनको लेभल नाप्ने हुन्छ सुपेङदे यो कति भयो 1 नम्बर यो सोही छिरेको नै आउँछ नआउने होइन यो औहीहरूका विशेषमा मोटामोटी क्वेसन गर्यो भने औही नपढे नि हुनेछ भन्ने हुन्छ कति नम्बर भने कान्छाले पहिलेको किताब पढ्या हो राम्रो हो नपढेकोलाई धेरै राम्रो हुन्छ तुलछे कता ढडिया भन्छ लाटो ओगुमयाङ ओ आकारको त्यो हाते जाली खालखै भने के हुन्छ खालखै भनेको यो दुई तरिकाका हुन्छन् सुन है भाइ खालखै कति प्रकारका हुन्छन् दुई एउटा चाहिँ यस्तो हुन्छ जसले पात र झारहरू बारीमा पातहरू झारहरू सोर्ने अनि अर्को हुन्छ सानो हैन अब सानोमा यो तीनवटा यस्तो दिएको हुन्छ सानो है यो धेरै ठुलो भयो जस्तो फिल नगर यो सानो हो अनि यहाँ दुई तीनवटा दाँत हुन्छ छोगेर सिपिगिराहरुको खन्नलाई अन्टीहरूले खोला बगरमा लएर सिपिगिराहरु खन्ने त्यो खेतपलतिर हैन त्यो खन्नलाई प्रयोग गर्छ त्यो खालकै दुई तरिकाको भयो पातहरु सोर्ने पनि भन्न पाइयो अनि यो छोगेर सिपिगिरा खन्ने पनि भन्न पाइयो खोक खोइङ्गी भनेको कस्तो रे यसले के गर्छ खास गरेर थान हान कसो हो थान हान तांगल फादा भन्छ हैन अब हामीहरूले विशेष गरेर कोदालो र गैँतीले थान हान कोदालोले टाकटाकान भने हुन्छ नि हैन मोजोङ साप भनेको एउटा हाते औजार हो जसले चाहिँ साना बिरुवाहरूलाई उक्काएर अर्को ठाउँमा लगेर सार्दा प्रयोग गरिन्छ अब सानसानो बिरुवा कप्प उक्कायो अनि अन्तलाई कप्प काट्यो कप्प मोफान सखिरुन मोफान भनेको के हो साना बिरुवाहरू उमार्ने ट्रे हो कि हैन त्यहाँबाट हुर्काएको साना बिरुवालाई नोनिना फातुरो ओम्ग्य सिमुल्ते सारेर रोप्ने बेला सायङान प्रयोग गर्ने छागब दोगो के हो त मोजोङ साप ठीक छ तपाईलाई यस्ता आउँछ ल यसलाई मिलाउने राजा है त फेरि बोले
के भयो कान्छो औ हेरौँ है मरी फुबुनी खल्लाजिया इन्नुन खल्लाजिया भनेको अलिकति काटिएको क्या हैन अब त्यस्तो यो बिचमा जुन काटिएको छ खल्लाजिया इन्नुन माङ्छी मोसुल माङ्छी जसले मोसुल फाट्कना पोप्नुन्दुङ किला ठोक्ने र उक्काउनलाई प्रयोग गरिने खन्सल छागबे निर्माण क्षेत्रमा मानि सायगानुन सुखुङ्गो के भयो अघि हामीले कुरा गरेको सोइसु राङ भन्ने अब भन सोइसु राङ यसले चाहिँ खास के भन्छ भने सोइसु राङ भनेको यो यसमा धेरै हुन्न धेरै चाहिँ हुन्न अघि त्यो उ थियो नि खालखुई थियो नि खालखुईमा यो धेरै हुन्छ हैन यसमा सोइसु राङमा चाहिँ 2-3 वटा हुन्छ से ने सोइरोल थालिएन मैले त्यो एउटा पिडिएफ पठाएको छु त्यसमा नि हेर औ छ त्यहाँ लाटाओ कसले भन्छ छैन तपाई निन्द्रामै हुनुहुन्छ के तपाईको निन्द्रा खुल्यो लाटो हैन ल यो जुन यो यस्तो 3 वटा मात्रै हुन्छ त्यसले चाहिँ डल्लारु फुटाल्ने भन्छ अथवा एकदमै कडा जमिनलाई खन्नी भनेको हुन्छ हैन त्यस्तो भन्छ के सोइसुराङ सोइछिरे अघि हामीले भनिहाल्यौ ठुलठुला काटीहरु निकाल्न ठुलठुला काटी सोंगोत भन्ने हुन्छ भाइहरु सोंगोत भनेको त्यसमा बीड पनि राखिएको हुन्छ सोंगोत अनि एउटा सानो यो बीड हो है यो के हो बीड हो अब यो बीड हो र यतापट्टि सानो र चुच्चो यस्तो चुच्चो भएको हुन्छ जसले चाहिँ सानो पुवालहरु बनाउँदाखेरि प्रयोग गरिएको हुन्छ हैन त्यो एक हिसाबले के पनि बुझ्न सकिन्छ भने कतिपय रेस्टुरेन्ट साइडतिर त्यो यसरी पेपरलाई यस्तो गर्ने हुन्छ के बिलहरु यसरी उ गरे हुन्छ नि त्यस्तै टाइपको सम्झ तर त्यसमा चाहिँ के हुन्छ त बीड हुन्छ सोनछाबी हुन्छ अनि यो काठहरुको उसमा चाहिँ सानो बुटाहरु निकाल्न पनि काम गर्छन् अब यो किला ठोक्ने र उक्काउने भनेपछि हामी कहाँ गएको छाङदोरी भएको है लास्टतिर जाम यताडै जाम अब यताडै जान्यो हैन खरुमबाट जान्यो आउने लास्ट खरुम भनेको सिगमुरी बालीहरु छाल छारादोरक राम्रोसँग हुर्कने गरी ताङे जमिनमा छुगना दिने वा सक्नुन घोल्ने मूलछिल वस्तुलाई भनिन्छ अब बालीनाली राम्रोसँग हुर्कने गरी जमिनमा दिने या त घोल्ने वस्तुलाई भनिन्छ फेरि फिरियो भनेको रासायनिक मल नोङसारुल छिउल्ते खेती गर्ने बेलामा तांगुल खिरुम छिगे मान्दुर अब एकदम जमिनलाई चाहिँ यो पोषक तत्व बनाई सिगमुरी छाल छाराके हारेको बालीहरु राम्रोसँग हुर्कने गरी पुरिनुन यो छुनुन यो चाहिँ पुरिनुन मूल छिरुल माराम्निदा अनि खास गरेर यो खरुम र फिरियो चाहिँ यो नोङसारुल छिक्की जने नचल यो नोङसारुल छिक्की जने भन्ने हुन्छ पुरिदा नोङसारुल छिक्की जने ताङे पुरिदा पनि भन्ने हुन्छ कतै अब खेती गर्नु भन्दा 1-2 हप्ता अगाडि नै जमिनमा छर्किने पनि भन्या हुन्छ के र यो नोङसारुल छिल्ते खेती गर्ने बेलामा दिने छुनुन अब यो छर्किने भन्दैन दिने भ छुनुन भन्छ किनकि तिमीले यहाँ बिरुवा लगायो भने यसकै ओरपर यही हाल्छ के जस्तै आलुलाई हेर्नु न आलु लगाउँदा पहिला मल हालिन्छ अनि आलु हालिन्छ नि हो त्यो त्यहाँ मल छर्केको हैन मल दिएको हो त्यही भएर छुनुन भन्ने हुन्छ यो इयाङ्गी भन्ने थाहा छ नि है सांजा एस खिरुन मोरुल त्यो सांजा बक्समा हुर्केको मोरुल मो भनेको त सानो धानको बिरुवालाई नोने ओम्ग्य सिम्नोन थोङ न्यग्योङ नोङ खिगुइमिदा अब धानको बिरुवालाई खेतमा सारेर लगेर सार्नलाई प्रयोग गर्ने कृषि औजार के रे खरुम खास गरेर छुदा हो के त्यो किताबको त त्यहाँ उसमा खरुम छोड्दो फिर्यो हाल यसले अझ के भनेछ त्यो किताबमा एउटा अहिलेको किताबको त्यो एउटा क्वेशन छ के त्यहाँ चाहिँ नोङसारुल छिक्की जने नि भनेको छ सुरुमा हैन तर मलाई चाहिँ त्यो के लाग्छ भने त्यो खरुम हटाएर फिर्यो राख्न भए मिठो हुन्थ्यो किनकि हामीले पहिलेदेखि के पढ्दै आएका छौं खेती गर्नु भन्दा 1-2 हप्ता अगाडि पहिला फिरियोलाई पुरी धान पछाडी पहिला यो किताबमा के हेरे यसमा त्यो फिनकामा ल्याउँदा कान्छ हो कान्छ भाइले दिन्छन् के यस्ता अल्टर कुरा निकाल्न त कान्छ यहाँ छ नि यहाँ के भन्दिया छ भने एउटा मोजोङुल सिमगी जाने भन्दिया छ बिरुवा रोप्नु भन्दा अगाडि डर पुरी मिदा भन्या छ अब यहाँ वास्तवमा भन्ने खरुमको कोरियाको हिसाबले हेर्ने नेपालको हिसाबले अब खरुम पुरिदै हुन्छ नेपालमा किनकि त्यो छर्किन्छ बारीमा फर्के छैनौ नभए चैता गाउँतिर गयो हाम्रो नेपालको हिसाबले खरुमूल पुरिदा पनि भन्न मिल्छ तर वास्तवमा कोरियामा चाहिँ कोरियन हिसाबले चाहिँ त्यो खरुम छुदा गरे हुन्छ क्या अनि फेरि यो बिरुवा रोप्नु अगाडि दिने होइन के अगाडि त त्यो फिरियो नै दिने हो मलाई खासै चित्त पर्यो हैन यसमा अब के गर्नु एचआरडीले बनाएको अब हामी को हुन्छौं र बोल्ने तर हामीले चाहिँ मैले त के भन्छु भने खरुमको ठाउँमा फिरियो बनाइदेऊ भनेर भन्छु त्यति हो बाँकी यो सबकी जय हो हैन सबकी जय हो अब एचआरडी भन्दा हामी माथि त जान सकिदैन
अब तर कम्बाइन भनेको के थियो मेरो भाइ? फ्य फोरी मिल दुङ्गुल सुवा गाल्ते। अब यो यसले के पनि बुझ्नुस् भने धान काट्ने त बुझिन्छ भाइ, तर यसले चाहिँ धान काट्ने बेलामा छुट्टाइदिन थालको गादा पनि भन्ने आउँछ क्या। यो भनेको पराल एकातिर धान एकातिर एकैचोटि गरिदिने, खालि धान काट्ने मात्रै होइन नि। धान काट्दै लिएर जान्छ एक साइडबाट, अनि त्यहाँबाट सिधै यता लगेर पछाडिबाट पराल छोड्दै जान्छ। त्यसलाई भन्छ थालको। फ्य फोरी मिल दुङ्गुल सुवा गाल्ते थालको वा सन्ब्याल छागबुल थोङसिए। थोङसी भनेको त एकै समयमा एकैचोटि हाल्सु इन्नोन खिगे, एकैचोटि गर्ने के हालकोक र सन्ब्याल छागब। मतलब काट्ने काम पनि गर्यो प्लस छुट्याउने काम पनि सोही समयमा गर्यो। छुसु भनेको थाहा छ? छुसु भनेको बालीनाली भित्राउनु, सुहाग खजुदा। खाउरे नोने फातेस छाल इगुन खोक्सिगिना छागमुल दुङ्गोल खदुवा दुनुन गसुल माराल सुइसयो। खाउलमा खेत र बारीमा राम्रोसँग पाकेको अन्न र बालीहरूलाई चाहिँ भित्राउने खदुदा। खदुदा भनेको के हो? भित्राउने। सुवागादा भनेको के हो? सुवागादा। अनि पछाडि छुसु आदा भनेको पनि के भयो त? भित्राउने। ए खोक खोइङ्गे थान थानान ताङ खोइङ्गी ताङ्गुल फागना नोङ खेगुरुल फोतोङ गियकचा ग आकारको सेङ्गिन सोए फलाम फुबुने हान चोके नलपजिन नारी सुमिदा। एक साइडमा चाहिँ फराकिलो के हुन्छ? धार हुन्छ। अब यो खोक खोइङ्गी भनेको फेरि थान थानान ताङ हो, त्यसलाई खन्दा टी आकारको हुन्छ भन्न नि मिल्यो। यो ग आकार यो टी आकार। मूल पुर्गे बाली नालीमा पानी दिने बेला प्रयोग गर्ने। अन्तिममा छान खुमङ्गी सानसाना पुवालहरू भएको खुम्सोक तोनुन प्लास्टिक योङ्गिम्निदा। खुम्सोक र प्लास्टिकको के हो त? भाँडो हो। यिनीहरू त तिमीलाई पठाइदिए पनि पर्छ होला यार। पठाइसक्यो हो क्या? लाटो पठाछु, पढ्नेलाई पठाछु, नपढ्ने त्यसो के गरौँ होइन भाइ? जगल्टे पठाएँ कि नै बस, अरूले भनेको विश्वासै गर्दैन, जगल्टेले भने मान्छ। ल ल ल भयो के भयो? खुङ्गु आमल छुन्बी आयो, यो यहाँ काटिएछ कि है? ओहो काटिएछ। खुङ्गु हामीलाई छुन्बी आयो तयार गरी छोङ्न्यु वा प्रकार र साइज अनुसार खुङ्गु औजारलाई खुबेल आयो छुट्टाइ फोक्वान हे हामीदा भण्डारण गर्नुपर्छ। यो के हो? यो अब यो हिजो पनि त्यो भाइले यो आएको थियो भन्नुभएको थियो नि त होइन? हिजो कि कहिले होइन, त्यो अस्ति झापाको भाइले भन्दा मैले त झापाको चोटिदिएको थिएँ, तपाईँले दिनु होला भन्नुभएको थियो। त्यो पुरानो विद्यार्थी पक्कै पनि होइन हाम्रो त्यो भाइ। यो छङ्नी छङ्दैन कि पहिला पनि खुब सोध्थ्यो। यो नर्मल छ, यो मेरा बाबे त छैन। टुल बक्सलाई तयार पारी प्रकार र साइज अनुसार औजारहरूलाई छुट्याएर भण्डारण गर्नुपर्छ भनेपछि के हो त? छङ्नी। खुङ्गु छम्गम भनेको चेक जान्छ। भगवान के हो? भण्डारण छागप काम। सोइसासुको त पढाएँ कि मैले। हेर खोरीको बारेमा आज अस्ति कोरी कोरी हुक हुक पहिला पनि सोध्थ्यो, हिजो कि अस्ति पनि आएछ नि होइन एक्जाममा अङ्कुशे। सोइसासुल भनेको के हो भाइ? चेन। यो सोइरो मान्दुन खोरी रोल यर गेरुल हियस फलामबाट बनेको कोरी। कोरी भनेको के हो त? हुक। त्यो हुक धेरैवटालाई इ अस भनेको जोडेर मान्दुन छुल्लो बनाइएको डोरी। यो मुरक नुल मेगना। मुरक नुल भनेको एकदम भारी चिजलाई बान्ने, अथवा कुइनुन भनेको सिउने यो बेलामा प्रयोग गर्ने छुल रे के। जस हामीले के भन्नु बुझ्नु पर्यो? फलामबाट बनेका यस्ता कोरीहरूलाई धेरैवटा जोडेर बनाइएको। कुन मुलगनुल मेगना कुइगना हानन्दे सुनुन खानुलगो खिन मुलगनुल माराम्निदा। वस्तुहरूलाई बान्दा होस् या सिलाउँदा होस् प्रयोग गरिने पातलो र लामो वस्तु। मुलगनुल छाबा मेगना अब वस्तुहरूलाई समातेर कसलाई बान्ने, सोनछाबी र सुनुन ह्यान्डलको लागि प्रयोग गर्ने पनि वस्तु हो। हेर फेसु फेउ सुरुको सेकेन्ड कि थर्ड डेमा सोधिसकेको छ यो। फेसु फेउ यिनीहरू। फेसु भनेको के रहेछ? फेसु ढल, यस्तो ढल। खोङजाङ इना नोङजाङ छुक्सान खाजङ दुङेछ। खोङजाङ कारखाना, नोङजाङ कृषि फर्म, छुक्सा गोठ, खाजङ घर आदिमा सायङान हुए प्रयोग गरेपछि फर्य जिनोन फाल्ने थरउन मुरिम्निदा फोहोर पानी हो। यो फागुनीको त हो छैन, तर आज चाहिँ ऊ चाहिँ हिजो कि कहिले सोधेको रे? आज के भन्छ यो ट्रेलाई यहाँ राखेर यति सेन्टिमिटर छ भनेको।
कति 52 कि 550 550 सीएम आज यस्ता सीएम केएम पढ्नु पर्ने थियो ठिक छ भोलि पढ्ने फागुनी छने नुन पहिला पहिला चाहिँ सुन यो फागुनीको विषयमा पहिला पहिला थे नामु भनेको बाँस हो बाँसको चुयाबाट क्या सारी भन्छ मान्द्रज जिमान बनाए तापनि हेन्देनन् अहिले प्लास्टिक खुम्सोक दुङ्गुरो मान्दन गसुरो मुलगनुल थामुल सुइतोरो मान्दन खोङिम्निदा पहिला पहिला चाहिँ बाँसबाट बनाए तापनि अहिले चाहिँ प्लास्टिक धातु आदिद्वारा बनाएको कुरा जहाँ कि मुलगनुल वस्तु सामानलाई थामुल सुइतोरो त्यहाँभित्र राख्न सक्ने गरी बनाइएको एउटा भाँडो हो यिनीलाई पछि पज गर्दै हो अनि यो वानफुङ्गीको हिजो अस्ति चाहिँ चित्र हेरेसको पुरानो किताब यसको चित्र आएछ कि वानफुङ्गीको यो वानफुङ्गी गोलो खाले के यो सिसामा लगाउँछ नि हैन वानफुङ्गी खास के हो मेरो भाइ नाल्गे हुइजनुरो नाल्गे भनेको के हो पखेटा हुइजनुरो घुम्दै फारामुल हिरुक्यो हावा उठाई सिल्ने ओयम थोइन खोङ्गिरोल कोठा भित्रको ओयम थोइन भनेको के त प्रदूषित खोङ्गी हावालाई ओइबुरो फोने बाहिरतिर पठाई छङ्वा हानुन छङ्वा दाने के त शुद्ध पार्ने मेसिन हो जोस के बुझ्नु पर्यो पखेटा घुमेर हावा उठाएर कोठाभित्र भएको यहाँबाट कोठाभित्र भएको दूषित हावालाई बाहिरतिर पठाएर शुद्ध पार्ने सादारी के भयो सादारी नोफुन खोत इना नाजुन खोसोल ओरु नेरिलते थिदिल सुइतोरो अग्लो ठाउँ र होचो ठाउँमा चढ्ने र झर्ने बेला प्रयोग गर्ने थिदिल सुइतोरो भनेको त टेक्न सक्ने गरी बनाइएको हैन खुम्सोक इना मोक्चेरोल मान्दन खिगो खुम्सोक फलामबाट नि हुन्छ र मोक्चे काठबाट पनि हुन्छ तिनीहरुबाट बनाइएको के हो त खिगो हो